कहिले छोडेन हो पानी पर्दा म धेरै खुसी छु साथीहरु है म यस्तो काम गरेर पनि भिडियो यसो अलिअलि हालिरहेको छु है तपाईहरुकोमा तपाईहरुले माया गरिदिराख्नु भएको छ पहिला 10 भ्युज आउँदैन अहिले 20 आउँदैछ 20 आउँथ्यो भने अहिले 30 आइरहेछ है 30 आउने ठाउँमा अहिले 50 भ्युज आइरहेछ है एक सब्स्क्राइब पनि बढेको छ म धेरै खुसी छु ल हाई गाइज वेलकम टु ब्याक टु माई च्यानल फेरि हामी तपाईहरुको माझ यो तातो घरमा आइसकेका छौं नयाँ भिडियो लिएर कहाँबाट चिसो खाँदै लिएर आएछ म असले गोविन्दले हामी चाहिँ चिसो खान लागिरहेका छौँ गोविन्दसँग केटीसँग बोलिरहेछ मङ्सिरमा बिहे हेर त्यही पनि केटीसँग चाहिँ बोल्नु छोडेको छैन है के हो छोडेन हो पानी पर्दा छुट्टी गर्नु भनेको हामीले चाहिँ अब यहाँनिर चाहिँ ढबु साइड हाल्दैछ यहाँ अहिले चाहिँ ढबु साइड छिप्लिँदैछ चक्कर लगाएर उठि पऱ्यो चक्कर लगाएर आज फेरि पानी परिरहेछ काठमाडौँको मौसम अलिक खराब भइरहेछ क्या पुरै योभन्दा अगाडि चाहिँ हिजो चाहिँ पुरै आँखा पोलेर है यो त्यो पोल्युसन बढेर क्या पुरै खराब त्यो धुवा धेरै हुस्सो भएर आँखा पोलेर नाक पोलेर ढुट्टो भएको थियो है चक्कर लगाएर देख्नुहुन्छ हामी चाहिँ यहाँनिर भक्कापुर सानो ठिमीमा छौँ है काम गरेर हामीले 3 तला उठाइसक्यौँ मैले योभन्दा पहिला पनि भिडियो हालेको थिएँ लगाएर हाम्रो चाहिँ यस्तै छ गाई त्यस्तै छ हामी काम गर्नेहरूको भिडियो कसैले हेरिँदैन है गोविन्द
गोविन्द यहाँ चट्ट लगाएर चाहिँ 3 पल्ट खोलेर चाहिँ ठ्याक्क अन्तिममा चाहिँ मिलाइसकेको छ साइड देख्न सक्नुहुन्छ चट्ट लगाएर। त्यही पनि मलाई लामो बनाउन लगायो, मलाई रिस उठ्यो भनेर रिसाइरहेको थियो, त्यही पनि नरिसाउ साथी, कहिलेकाहीँ यस्तै हो है। हामी त भक्तपुरमा छौँ, हिँड्नुहुन्छ यहाँनिर त किताबहरू यहाँनिर चाहिँ जस्तो सर्टिफिकेट तपाईँहरू निकाल्नु पऱ्यो भने चाहिँ तपाईँहरूको यहाँ है पुरै तपाईँलाई जुम गरेर देखाइदिन्छु त। हेर्नु न त्यहाँ पुरै थोत्रे कपीहरू चाहिँ पुरै फालिदिएको छ क्या, चट्ट लगाएर देख्नुहुन्छ त्यस्तै हो। होला है त्यो कपीहरू त अनि त्यो उहरूकै इक्जामहरूको त्योहरूको फाल्यो क्या त्यो चट्ट लगाएर देख्नुहुन्छ। हामी 3 तला माथि छौँ, 3 तला माथि चट्ट लगाएर काम गरिरहेछौँ। गोविन्दले त्यतिकै हलिरहेछ। म पानी हिजो पनि पानी ठुलो पऱ्यो, बेलुका चाहिँ बिहान पानी पऱ्यो क्या ठुलो, नत्र खानासाना त बिहान रेडी गरिसकेको थियो अनि गोविन्द अनि हामीले अनि रेडी गरेर हिँड्नु लाग्दाखेरि पानी परिरहेछ। अब मलाई के गर्नु होइन, दाइलाई मलाई फोन पनि गरेको काममा जाने हो कि नजाने हो के अरे भनेको, म त पानी परेको रोकिसक्यो होला भनेर भने दाइले पानी परिरहेको छ भने यस्तो भएर हेरेको त साँच्चै नै पानी परिरहेको छ। अहिले पनि देख्नुहुन्छ पानी पुरै परिरहेको छ अलिअलि चट्ट लगाएर। यहाँ चाहिँ आज पनि खासै राम्रो काम होला जस्तो छैन है। डन्डी पल्टाउने भन्छ, डन्डी पल्टाउने पनि काम होला जस्तो लागेन। अब हामी फेरि पोट हान्ने तर्फतिर चाहिँ लाग्छ जस्तो लाग्यो मलाई। बिजुलीको यो पोइन्ट चट्ट लगाएर चाहिँ काम भइसकेको छ हाम्रो चाहिँ। काम गर्नु पर्दैन यार त मस्त सुनेर चाहिँ लगाएर अब हामी चाहिँ काममा लाग्नु लागिसक्यौँ। काठमाडौँमा पानी 2 दिन पऱ्यो गाइज, बबाले भयो है। आज चाहिँ चट्ट लगाएर माथि मोबिल दलाउनु जाँदैछु म चाहिँ गाइज। त्यही यसो टक्क लगाएर चाहिँ क्यामेरा पनि खासै राम्रो आउँदैन है, त्यही पनि चट्ट लगाएर चाहिँ यहाँ काममा लाग्नु लागिसकेको छ हामी चाहिँ। हेर्न सक्नुहुन्छ मैले माथि सबै गर्नुपर्ने कामहरू गरिसकेको छु, अब मात्र मोबिल दल्ने काम हो मेरो। लगाएको साथीहरू ओ माटो ढल्नु लागिसक्यो, भर्याङ त फेरि डेन्जर छ कि माथि यस्तो 3.5 तलामा थियो, चट्ट लगाएर यहाँ चढ्नु पनि गाह्रो छ क्या देख्न सक्नुहुन्छ। त्यही भएर चाहिँ गाह्रो छ हौ 3 तला माथि। सो त्यही हो यहीँ। अब हामी चाहिँ यहाँ 2 दिनमा यहाँ फेरि यो बाँधिसक्नु पर्ने स्ल्याब यहाँनिर चाहिँ टक्क लगाएर 2 दिनमा चाहिँ काम सर्लक्क सक्यो भने चाहिँ होइन पैसा आउँछ हाम्रो। हाम्रो चाहिँ 2 दिनमा काम होइन, तर लगाएर सकेपछि चाहिँ पैसा आउँदा हुन्छ। ट्याक्क लगाएर वैशाख 1 गते अब आउँदैन अब पर्सि निकर्सीतिर घुम्नु पर्यो नयाँ वर्ष चट्ट लगाएर नि साथीहरू। त्यही हो चट्ट, त्यही हो। म धेरै खुसी छु साथीहरू है, म यस्तो काम गरेर पनि भिडियो यसो अलिअलि हालिरहेको छु है तपाईँहरूकोमा। तपाईँहरूले माया गरिदिइराख्नु भएको छ। पहिला 10 भ्युज आउँदैन, अहिले 20 आउँदैछ, 20 आउँथ्यो भने अहिले 30 आइरहेछ है। 30 आउने ठाउँमा अहिले 50 भ्युज आइरहेछ है। 1 सब्सक्राइब भने बढिरहेको छ। म धेरै खुसी छु तपाईँहरूकोमा। यहाँ काम गरिरहेको छु कि यो काम गर्दाखेरि खासै अब भ्लगहरू पनि बनाइराख्नु पाइँदैन, भिडियोहरू अब यो काम गरेर चाहिँ व्यस्त हुन्छ। यस्तै खाली टाइममा ठेकेदार नआएको टाइममा बनाउने हो, त्यही हो। हेर्नु सक्नुहुन्छ त्यही हो। तपाईँले धेरै धेरै माया गरिदिनु भएको छ साथीहरू। सो म धेरै खुसी छु है। आज पनि भिडियो लिएर आइरहेको छु है। आज चाहिँ त्यहाँ अलिअलि क्लिपहरू पनि छ, त्यो जोडेर टक्कलाबाट देखाउने छु। त्यही हो। आज हामी चाहिँ टक्क लगाएर बिमहरू सर्लक्क लाउने छ, यहाँ बिमहरू यहाँ कसेर त्यहाँदेखि स्ल्याब कसेर चट्ट लगाएर चाहिँ हामी यहाँनिर रेडी गरेर हाम्रो चाहिँ पैसा आउँछ। गाह्रो छ हौ, हातहरू पनि खत्तम भइरहेको छ है। मोबिलले कपडाहरू यस्तो देखेर मान्छे पनि हाँसिदिन्छ कि हामीलाई देखेर। सो मलाई चाहिँ काम गर्दा चाहिँ फेरि त्यसरी लाज चाहिँ लाग्दैन है। सो मजै लाग्छ। जे होस् हाम्रो काम आज भने चाहिँ म चाहिँ यहाँ टक्क लगाएर चाहिँ यो चाहिँ हाम्रो चाहिँ मोबिल लाउनुपर्छ। यो रुममा चाहिँ यो मोबिल छ, टक्क लगाएर यस्तोमा चाहिँ मोबिल सर्ट यस्तोमा मोबिल लगाएर चाहिँ हामी स्ल्याब कस्नेछौँ। त्यही हो। कति पहिला चाहिँ म यस्तो कामहरू गरेको मान्छेले होइन घरहरू उठाउँथ्यो होला अनि चाहिँ यसरी गर्दो रहेछ कि अहिले चाहिँ थाहा भयो नि त, अहिले काम गरिरहेको छ है। तर लगाएर देख्न सक्नुहुन्छ सुरुमा टक्क होइन यसरी फर्म पलाइको ठोक्ने मजाले ठुक्ने रहेछ। त्यसै बिमहरू कसेर टक्क स्ल्याब कसेर चाहिँ होइन बनाउँदैछ घर।
सो अहिले चाहिँ मैले चाहिँ होइन लगभग नआएको 10-11वटा घरहरूमा काम गरिसकेँ है मजै भइरहेछ अलिअलि पैसा नि कमाइ भइरहेछ भिडियो चाहिँ अलिक बनाइराख्नु पाउँदैन भ्लग चाहिँ त्यही भएर चाहिँ अलिक गाह्रो छ के हो साथीहरू हामी चाहिँ यहाँ भक्तपुर सानो टिममा काम गरेछौँ दिन सक्नुहुन्छ त्यही हो रमाइलो भइरहेछ है कामहरू आज चाहिँ टक्क म मोबिल सुबिल लगाएर चाहिँ हामी आज डन्डी तानेर बिम बाँध्नेछौँ तल चाहिँ हाम्रो डन्डीहरूमा तल हामीले चाहिँ याल गरेर चाहिँ नापेर चाहिँ ठ्याक्क रेडी गरिसकेको छौँ हामीले 3 तल अहिले चाहिँ लास्ट हाम्रो फाइनल तल है यो चाहिँ सो गाइज मजा छ है माया गरिदिनु भएको छ धेरै खुसी लागेको छ है यसो म पहिल्यैदेखिको भिडियोहरू चाहिँ बनाइराख्नु मन लागेको थियो है अलि भिडियो गरिराखेर अपलोड गर्नु पाउँदैन थियो किनकि मसँग टाइम हुँदैन थियो क्या अलिकति होइन त्यही हो त्यही भएर चाहिँ अहिले चाहिँ म पनि युट्युबको सुरुवात गर्दैछु सपोर्ट भइरहेछ थ्याङ्क यू अल अफ यु गाइज त्यही है म यसो भ्याएको बेलामा अलिअलि हालिरहेको छ तपाईँले माया गरिदिइराख्नु भएको छ त्यही हो चट्टा लगाएर काम भइरहेछ यहाँ देख्न सक्नुहुन्छ अहिले भक्तपुर हो अनि अलिक काठमाडौँको अलिक मौसम चाहिँ अलिक खराब छ क्या है पोल्युसन अलिक बढिरहेछ है अलिक नाक पोल्ने आँखा पोल्ने त्यस्तै समस्या क्या यो काममा बाहिर गर्दाखेरि त्यस्तो भइरहेछ क्या अनि हिजो र अस्ति चाहिँ पानी पऱ्यो 2 दिन अलिक मौसम राम्रो भएको छ जे होस् अलिक अझै पनि मजाले उब्रिएको छैन देख्नुहुन्छ पहिला यहाँबाट यस्तो हेर्दा हिमालहरू छर्लाउने देखिन्थ्यो क्या दामी भ्यूहरू देखिन्थ्यो अहिले चाहिँ देखाएको छैन जे होस् मजै छ टक्क लगाएर तल चाहिँ अब हाम्रो चाहिँ सबै सामानहरू तल पनि रेडी गरेछौँ अब हामी चाहिँ बिम बाँध्नेछौँ त्यही पनि हामी मैले काम गरिराखेको तपाईँहरूलाई पुरै भिडियो चाहिँ बनाउनु सक्दिनँ किनकि बनाइदिने मान्छे हुँदैन र म बनाउनु पाउँदिनँ किनकि काममा व्यस्त हुनुपर्छ त्यही भएर ठेलाले भनेको टाइममा ढलान दिनुपर्छ हामीले त्यही भएर कारणले गर्दा चाहिँ भिडियोहरू पनि बनाइराख्नु पाउँदैन अब यो चाहिँ हाम्रो 31 गते ढलान दिनुपर्छ आज र भोलिमा यो यति धेरै यति ठुलो स्ल्याब बाँधेर सबै चटक बनाउनु पर्छ क्या त्यही भएर चाहिँ अलिक गाह्रै छ सो माया गरिदिनु होला है गाइज यति भ्लगरलाई पनि अब यो मोबिल चाहिँ चट्ट लगाएर यहाँ खनाउने हो यहाँ है झट्ट अनि लोलरलाई सोय दलिदिने हो क्या एउटा सो त्यही हो गाइज के गर्नु अब काम नगरी हुँदैन जे कुरा गर्नलाई पनि पैसै हो अगाडि होइन त्यही भएर चाहिँ पैसै हो ठुलो मान्छेले भन्छ हामी पैसा नहुनेलाई होइन त पैसै ठुलो हो नि त्यही भएर होइन पैसा नै ठुलो हो त्यस्तो लाग्छ मलाई चाहिँ पैसा ठुलो जस्तो लाग्छ हामीलाई चाहिँ पैसा नहुने हुनेहरूलाई चाहिँ जे पैसा भनेको चाहिँ मनी इज समथिङ भन्छ नि होइन तर हामी नहुनेलाई चाहिँ मनी इज समथिङ होइन न समथिङ होइन पैसा भनेको पैसा हो नि त हामी पैसाको लागि हो नि 3.5 तलामा त्यति अप्ठ्यारो ठाउँमा काम गरिरहेको छौँ होइन पैसाको लागि त हो नि सो त्यही हो मान्छेलाई पैसा चाहिन्छ है हामी पैसा नहुनेलाई पैसा चाहिन्छ साथीहरू जो होइन पैसा अलिक म जस्तै कम हुनेहरूले चाहिँ मलाई सपोर्ट गर्नु होला तपाईँको लागि सपोर्ट छ है सो म चाहिँ यहाँ देख्नुहुन्छ चट्ट लगाएर म तपाईँहरूलाई देखाउने छु कसरी लगाउने हो भनेर देख्नुहुन्छ चट्ट यसरी राख्ने हो लोलर घुमाउने हो यसरी पहिला चाहिँ योभन्दा अगाडि चाहिँ मैले होइन पेन्टिङमा नि काम गरेको थिएँ क्या पेन्टिङमा चाहिँ मलाई सबै काम आउँछ म चाहिँ यहाँ चाहिँ उमा चाहिँ हेल्पर हो है देख्नुहुन्छ चट्ट लगाएर यसरी यसरी दल्ने हो चट्ट लगाएर यसरी दलेर बनाउने पुरै यहाँ चाहिँ हाम्रो डन्डी बस्छ क्या डन्डी बस्छ त्यही भएर चाहिँ यसरी नै गर्ने हो सो त्यही हो यसरी नै गर्ने हो साथीहरू त्यसै पारा चाहिँ बिहान है यहाँ पानी परेर चिप्लो भइरहेको छ माथि देख्न सक्नुहुन्छ चट्ट लगाएर हिजो चाहिँ हामीले यहाँनिर बिम बाँधिसक्नु पऱ्यो भनेको बाँध्नै पाइएन पानी परेर हामीले सबै रेडी चाहिँ गरेको छ आज हामी बाँध्नेछौँ भोलि ढलान दिनु पऱ्यो भनेको भोलि पनि ढलान दिनु नसकेला जस्तो भइसकेको छ त्यही हो गाइस चेयर काम गर्नु पऱ्यो यहाँ गाह्रो छ हौ गाह्रो यहाँ चट्ट यो चाहिँ लगाएर बाँध्नु पर्ने यिनीहरू चाहिँ बिमहरू त्यही हो चट्ट लगाएर हाम्रो चाहिँ हिजो त तलै तार्नु झारेको थियो नि त यतापट्टि चट्ट लगाएर हामी चाहिँ बाँध्नलाई रेडी गरिरहेका छौँ त्यही हो चट्ट लगाएर कोकेराहरूले चाहिँ तल डन्डी सोझ्याउँदैछ हामी चाहिँ यहाँनिर हाम्रो चाहिँ यसले सैँ कस्ने हो चट्ट लगाएर होइन त्यही हो सक्नुहुन्छ अनि यस्तो भर्याङबाट सोही माथि चढ्दा त नि होइन 7 या 3 तला माथि गाह्रो छ गाह्रो ल हाम्रो यही हो काम यहाँ लाएर हामीले बाँध्ने हो त्यही हो तल केटाहरूले डन्डी सोझ्याउँदैछ तर लगाएर के भयो रे त अन्त के भयो रे
अब यहाँ अब हेरौँ आज यहाँ सिङ्गल जाली बाँधिसकेर डबल जाली हाल्यो भने चाहिँ साथीहरू यार दिन त डेन्जर भइरहेछ है हेटेरिका पानी परिसक्यो यार सेदमा त साइकल उयो कारहरू सबै तल सबै यहाँ पानी डेन्जर पर्नु लाग्यो त है हेटेरिका अनि कडा उताबाट कालो कालो मैलो भराइसक्यो साथीहरू यार ल ल ल हुन्छ म लिएर आउँछु हेटेरिका अनि यार उहाँ छ त दादा एउटा त्यहाँ छ भोलि ढलान हान्नु पऱ्यो पैसा आउँछ भनेको यार पानीले डुबाउने भयो यार पानी पऱ्यो यार उहाँ उता बोक्नु यो झाडुहरू पनि झार्नु मजा पानी पऱ्यो त्यो मान्दै के हो यार पानी पऱ्यो त हौ अब यो ठुलो पानी पर्छ यार यसरी हुँदैन